हेलो गाइस, नमस्कार सबैजनालाई। मामुले चाहिँ हैन मेरो कपाल बाँधिदिँदै हुनुहुन्छ अनि म चाहिँ यहाँ बसिरहेको छु भ्लग बनाएर। है मामु हेलो। हेलो। मेरो स्कुल जानुलाई रेडी हुँदैछु हैन। मामु यसो मलाई आइडेन्टिटी कार्ड लगाइदिनु भयो। मेरो बहिनी पनि आउँदैछ होला सायद उताबाट। अनि मैले चाहिँ आइडेन्टिटी कार्ड लगाइसकेँ, सक्स पनि लगाइसकेँ। अब चाहिँ म जुत्ता लगाउँछु। मेरो ब्यागहरू पनि प्याक भइसक्यो। अब म जुत्ता लगाउन गएको, सक्स पनि लगाइसकेको छु। हेलो, म चाहिँ आज भेन्जु ठिन्छ मेरो। आज मेरो स्पेसल केही कलेज गाइस, म चाहिँ रेडी भइ हरिसको जानु रेडी भइसकेको छु। गाडीलाई पर्खिरहेको छु। म चाहिँ पर्खिँदैछु अहिले चाहिँ। गाडी आउने अलिक बाँकी नै छ अझै। बिसन्त आज अल्छी लाग्यो क्या सबैजनाले मेरो भ्लग हेर्नु होला र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। मेरो टिकटक पनि हेर्नु होला। अल्छी लाग्यो क्या गाडी पर्खिँदा रिन्कुलाई मेरो अनुहार उताबाट पर्खिरहनु भएको छ। आयो भन्नुहुन्छ दादाले। म चाहिँ यहाँ छु। मेरो ब्याग चाहिँ मामुले बोक्नु भयो किनभने मेरो खुट्टा गल्यो। अब कति लाग्छ गाडी आउन। कस्तो शीतल हावा आइरहेको छ आज इटरीमा। शीतल छ गाइज भन्दै भने फेरि भने टिकटक गर्नुहुन्थ्यो। गाडी आयो। जानु गाडीमा। ब्याग रिन्कु। बाई बाई बिसन दादा। बाई बाई।